हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ म फेरि कहाँ जाउँ जस्तो लाग्यो होइन। अनि बाहिरको टेम्परेचर यसो हेरेको ठिकै रहेछ, त्यति धेरै गर्मी पनि होइन। अब यहाँ 5 बज्न लागिहाल्यो, 4:30 हुन लागिहाल्यो। त्यही भएर भाइ यसो अब त्यहाँनिर नजिकै गराफामा एउटा एसी पार्क भन्ने रहेछ, अनि त्यो पार्कतिर यसो जानु पर्यो भनेर रेडी भएर निस्किनु लाग्यो। बाहिरको भ्यू चाहिँ यस्तो रहेछ। मैले ट्याक्सी बुक गरेको छु, ट्याक्सी आउँछ होला सायद। हैट गर्मी त खत्रै छ हौ, सरर तातो हावा आइरहेको छ। त्यही पनि निस्किएपछि निस्क्यो होइन। मेरो ट्याक्सी कतिखेर आउँछ। फाइनली मेरो चाहिँ ट्याक्सी आइसकेको छ। अब यही होला, म 500 लाग्छ। हाय अब त्यही हो। अब ट्याक्सीमा पनि कोही ड्राइभरहरू चाहिँ बोल्ने हुन्छ, कोही ड्राइभर चाहिँ बोल्दैन नि त। यसलाई मलाई हाई भनेको बोलिनँ, अनि त्यही भएर म आफ्नै सुरमा भिडियो बनाउँदै हिँडेको। पार्क चाहिँ यस्तो रहेछ हेर्नु। कतिको रमाइलो छ। अब जहाँ भित्र कस्तो रहेछ, रमाइलो छ कस्तो हेर्दै। एसी चाहिँ चलिरहेको रहेछ त्यो मान्छे बस्ने ठाउँबाट एसी चल्दो रहेछ होइन। एसी चाहिँ यस्तोबाट आउँदो रहेछ मजाले। नामै एसी पार्क, अब चल्नु त पऱ्यो नि त। मजाले रहेछ है जोस्। एसी पार्क भने यस्तै जोस् रहेछ एसी पनि। तर अलिकति बोट बिरुवाहरू चाहिँ मरेको रहेछ कि, त्यही हिजो समर लाएर पनि होला होइन, त्यही भएर पनि होला। मान्छे आएकै गर्दो रहेछ, त्यही भएर मलाई भिडियो बनाउन अलिकति उ लाग्यो किनकि मान्छे सबैलाई भिडियो खिचेको मन पर्दैन नि त। स्पेसली यहाँको लोकल कतारीहरूलाई झन् मनै पर्दैन भिडियो।
त्यही भएर म आफ्नै भिडियो बनाउँदै हिँड्नुपर्छ यसरी होइन। फुलहरू चाहिँ सबै मरेको रहेछ हौ, हरियाली चाहिँ खसेर हिँड्नु थियो। जहाँ समर लाएर पनि होला सायद। यस्तो गर्मी छ अनि कहाँबाट बाँच्छ जस्तो यहाँ भित्रको फुलहरू हेर्नु पुरै यस्तो भएछ। अलिअलि हरियाली त छ कि तर पनि भने जस्तो चाहिँ देखिनँ मैले। मान्छे हिँड्नलाई चाहिँ जस रमाइलो रहेछ यहाँनिर। यस्तो इभिनिङ वक मर्निङ वक आउनलाई चाहिँ जस ठिकै रहेछ। घाम राजा यस्तो चर्केको छ अनि कहाँबाट हुन्छ त। टेम्परेचर 41 डिग्रीभन्दा माथि छ अनि गर्मी यस्तो छ, त्यही भएर गाह्रो छ। भित्र जिमसिम गर्ने सानो ठाउँहरू पनि बनाएर राखेर छ, त्यही भएर पनि मान्छेहरू अलि आउँदो रहेछन् यो ठाउँमा। यो पुरै यो हरियाली भएको कति दामी देखिन्थ्यो। बिचमै हरियाली नै छैन अनि यस्तो मरेको छ सबै तातोले। चाहिँ त्यस्तै हो, यो भित्र बिरालोलाई चाहिँ मजा रहेछ त्यो बस्नलाई, चिसोमा बस्न पाउने। मान्छे भन्दा नि बिरालोलाई मजा रहेछ हौ यो ठाउँमा त। बाहिरबाट यस्तो हरियाली छ क्या, तर भित्र चाहिँ सबै झारहरू मरिसकेछ क्या, यस्तो छ है। अनि एसी चाहिँ यहाँबाट नि हुर्र आउँदो रहेछ। अनि अर्को कुरा यहाँनिर बस्ने ठाउँ छ, यहाँ पनि एसी छ मजाले। रमाइलो चाहिँ रमाइलो रहेछ त्यस ठाउँ। नेपालमा भए भए यो कस्तो दामी डेटिङ स्पोट हुन्थ्यो। यहाँनिर अब कहाँ डेटिङ, सबैतिर क्यामेरा लगाएको छ होइन। यस्तो गर्मी ठाउँमा यस्तो पार्क बनाउनु धेरै नै राम्रो हो नि। बाहिरको टेम्परेचर 41 भन्दा माथि छ अनि मैले भनेको थिएँ नि त यहाँभित्र बस्न भनेको बिरालोलाई ठिक छ क्या, बिरालो बस्ने ठाउँ हो यो भनेको। यस्तो चिसो ठाउँमा बिरालो बस्न पाउनु नि भाग्य कुरा हो। कतै हाल्दा पनि यहाँ कति मजा भइरहेको छ। स्ट्यान्ड छँदा चाहिँ क्यामेरा कतै एक्लै लिनु पऱ्यो नि त, एक्लै बोल्न आउने अरू साथीहरूलाई। त्यही हो, पार्कमा एकछिन बसेको। गर्मी छ नि त बाहिर त, भित्र यो भित्र मात्रै एसी हो, यो बाहिर त एसी छैन। त्यही भएर मलाई दिक्क लाग्यो, त्यही भएर घरतिर जानु पऱ्यो भनेर सोचेको। अब हिँड्नु पऱ्यो घरतिर। लहर गर्मी छ बाहिर त, त्यही हो। अब त अलिअलि भयो भने जाडो त हुन थालिसक्यो, बेलुका हुन लाग्यो नि त। ओके फाइनली मैले एक चक्कर त लगाइसकेँ यो पार्कको। ट्याक्सी बुक गरिसकेँ मैले, कुर्दैछु म ट्याक्सी। तपाईँहरू पनि यो उसमा गर्मी महिनामा आउनुहुन्छ भने चाहिँ यो पार्क ठिकै छ। बेलुकाको नाइट वक, इभिनिङ वक र बिहानको मर्निङ वकको लागि एकदम राम्रो छ। यहाँ आइसकेर छ, म चाहिँ ट्याक्सी हेर्दै बसिरहेको, फोन पो गरेर यहाँबाट लुट्नु जानु पऱ्यो नि त। हेलो सॉरी मैं नहीं देखा आपको। हम लोकेशन इधर बता रहा था लेकिन आगे भी बता रहा था, दोनों साइड। हाँ इधर होगा।
Let's take Faisal bin Mohammed bin Thani Street and New Al Hadim Street Al Ghera. Take the third exit on Faisal bin Mohammed bin Thani Street. अहिले चाहिँ म पार्क छोडेर लुलु जाँदैछु। गर्मी हो गया गर्मी तो बहुत चालू हुई है अभी तो शुरुआत है अभी जून जुलाई में हो जाएगा बहुत। जून जुलाई में तो सही बराबर हो गया। अभी ड्यूटी का भी टाइम चेंज है। आप लोग को तो इजी है ना, हालातुल एसी में हम तो तंग आ जाते हैं इसलिए। बाहर जाओ गर्मी, अंदर बैठो एसी। कस्टमर आता है ना, जब गेट खोलता है इतना गर्म हुआ त्यही हो क्या, भिडियो बनायो त्यो बाहिरको उर्र ठुलो आवाज सुनिन्छ नि त, अनि मैले बोलेको आवाज चाहिँ कम मात्र सुनिन्छ क्या। त्यही भएर भोइस ओभर गऱ्यो, भोइस ओभर गर्दाखेरि त्यति राम्रो नदेखिने क्या, मतलब नलाग्ने क्या भिडियो। कतार में कितना हरियाली हो गया यार। हाँ, आप कितना साल से इधर हो? मैं तो ज्यादा टाइम दुबई में गुजारा। मैं इधर 3 साल हो गए। इधर 3 साल। दुबई तो इधर से बहुत अच्छा है ना? दुबई से 50-60 साल पीछे। लेकिन एक्सपेंसिव बहुत ज़्यादा ही बोल रहा है यार, दुबई में जो बैठ रहा है वो आदमी लोग। मेरा भी दोस्त है उधर दुबई में, बोल रहा है बहुत एक्सपेंसिव है इधर। इधर का लाइफ एक अलग जैसा है। इधर क्या है, अगर पैसा बचाना है तो इधर ठीक है यार। जब इस हिसाब से देखेगा ना, जितना महंगाई इधर है ना, वो इतना उधर नहीं है। इधर ज्यादा हो, महंगाई ज्यादा है। लुलु में जाएगा, थोड़ा ग्रोसरी शॉपिंग करना है। फाइनली लुलु आइपुग्यो।
यो चाहिँ सबै महँगो चिजहरू है यो चिलरमा राख्छ कि यिनीहरूले भेजिटेबल महँगो भेजिटेबलले त सुरक्षित गर्नु पऱ्यो नि होइन काँक्रो एकदम सानो काँक्रोहरू पाउँछ त्यस्तो नेपालमा जस्तो ठुलो काँक्रो पाउँदैन सानो काँक्रोहरू मात्रै छ हेर्नुहोस् कतिवटा कन्ट्रीको आँप छ हो थाइल्यान्ड इन्डिया केन्या इन्डियाबाट धेरै आउँदो रहेछ आँप चाहिँ मोमो स्टेसन पनि राखेको छ तर मोमो चाहिँ एभाइलेबल रहेन रहेछ है लुलुमा मोमो पनि पाउनु थालेको सबै रेडी टु इट फुडहरूको स्यान्डविचहरू पाउँछ यहाँनिर चाहिँ कोल्ड स्यान्डविचहरू पनीर टिक्का सालमन ओके एउटा रहेछ स्यान्डविच मात्र लिएर त भएन ड्रिङ्क्स पनि केही लिनु पर्यो सो हेरेको ठ्याक्कै यहाँ मैले रेड बुल देखेँ रेड बुल पनि लास्टै महँगो परेछ 10 रियल पर्न आएछ कि सामान नकिन्ने भन्दा पनि यत्रो धेरै साउन्ड रहेछ राइट अब म अहिले काउन्टर आइसकेको छु एकदम कति आउँछ चाहिँ You'll have to come and sir, आप क्यों नहीं आते? It will be fun. You don't have to drink lassi ko promotion चल जा रहा है You want to play the game? एक game खेलना चाहेंगे? Come over. You'll have fun. I promise. Come on. Come over. चाहिँ म फाइनली सपिङ सकेर बाहिर निस्किसकेको छु बाहिर निस्क्यो रात परिसकेँ अब ट्याक्सी कुद्दैछु ट्याक्सी पनि आउँदैछ नपत्याउँदा पाराले सपिङ त राम्रै भएछ ओके अहिले चाहिँ म घर जाँदैछु फाइनली सपिङ पनि सक्यो मेरो ट्याक्सी पनि आएर ट्याक्सी चढेर म अहिले घर जाँदैछु त्यही हो आजको भिडियो यति नै अब अरू त के भन्नु थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो अब सी यू इन अनदर भिडियो ओके बाई बाई एभ्री वान टेक केयर